पात पुरै आएको छैन म पाती दिन्थे क्या यति बेला यसलाई यसको मुखमै फर्केको मुखमा ला मा छिक्ने खा बुझी अब क्यूआर को कुरा गर्दाखेरि त हैन तपाईले पनि सहयोग गर्नु हिसाब चाहिँदैन रे तपाईले पनि सहयोग गर्नुस् तपाईलाई हिसाब चाहिँदैन तपाईले पनि सहयोग गर्नुस् उहाँले मुजी त गए गुज्रेकै हो मुजी नै भन्छु म त यो मुजी हैन भने उहाँले नै गर्नु भएको छ हामी दिन्छौं किन दिदैनौं कहिले दिनु तर जो पाते मान्छेले जो पाते मान्छेले दिन्छौं हामी प्रश्न उठिसक्यो जो पाए त्यही मान्छेलाई दिदैनौं पैसा उठाएर जो पाए त्यही मान्छेलाई दिदैनौं सुन्नुस् यहाँ हैन देशको बजेट भनेको कति के रे तपाईको कस्तो अवस्था छ विदेशी ऋण सुन्नु न यहाँ मेरो कुरा सुन्नु न पहिला विदेशी ऋण लिली तपाईको छैन कर्मचारीले तलब खुवाइरहेछौं हैन हर्क साम्पाङले सहयोग आह्वान गरेर पुल बनाइदिदैछ त्यो योगदान होइन एक्स्ट्रा योगदान होइन हिसाब चाहिँ दिनु न किन हिसाब नदिने हामीले प्रत्येक दिन दिनुपर्छ भन्ने के छ त्यो तपाईको कहिले दिनुहुन्छ त्यो तपाईको फेसबुकको जोकरहरुलाई कहिले दिनुहुन्छ हामी दिन्छौं प्रत्येक प्रोजेक्ट सकेपछि दिन्छौं प्रत्येक प्रोजेक्ट सकेपछि दिन्छौं कहिले सकिन्छ त्यो दार्चुलाको अब 2-4 दिन पछाडी सकिन्छ हैन यो चाहिँ असार 2-4 दिनपछि हिसाब पाइन्छ हैन असार तपाईको चाहिँ हाम्रो असार 15 भित्रमा तपाईको चाहिँ दार्चुलाको पुल सकिन्छ त्यसपछि हामी देखाउँछौं तर ती फेसबुकका जोकरहरुलाई हैन जसले यो देशको लागि एक थोपा पसिना बगाएन 1 मिनेट देशको चिन्तन गरेन हैन जो चाहिँ दिनभरि रातभरि अरूलाई गाली गरेर अरूलाई चाहिँ तपाईको अनैतिक शब्दहरु प्रयोग गरेर चाहिँ दिन बिताइराखेको छ त्यस्ता मान्छेहरुलाई गाली गरेर त तपाईले समय बिताउनुहुन्छ नि त्यस्ता एक दिनमा कति घण्टा फेसबुकमा कहिले गाली गरे एउटा देखाइदिनु नि त मैले कति धेरै चीज लेख्नुहुन्छ एउटा देखाइदिनु नि त मैले गाली गरे देखाइदिनु नि त अहिले मोबाइल अफ गरेर देखाइदिनु न देखाइदिनु न छैन तपाईसँग प्रुफ छैन त्यो हवाको तपाईको भरमा तपाईले प्रश्न सोध्नु नो है प्रुफ छ भने देखाइदिनु न मैले गाली गरेको छैन म तर्क गर्छु उहाँहरु तर्कमा नसकेर गाली गर्नुहुन्छ जो मान्छे तर्क गर्न सक्दैन नि उले मुख छाड्छ ती फटारलाई मैले हिसाब असार मसान्तमा आउँछ त्यो त जहिले पनि आइराखेको छ नि जहिले पनि आइराखेको छ परिवर्तन गरेर क्यूआर किन बनाउने त भनेको तपाईले जे कामका लागि पैसा लिनु भएको गर्दै हुनुहुन्छ भने त्यसको त हिसाब देखाइदियो भने त किन देखाउँदैन पारदर्शी भयो नि किन देखाउँदैनौ हामी सबै देखाइराछौं नि अहिलेसम्म तपाईको यत्रो हामीले श्रमबाट चाहिँ दुनियाभरको चाहिँ सम्पत्ति जोडिदिएका छौं सरकारलाई नगरपालिकालाई त्यसको पुरै हिसाब देखाइराछौं नि हैन तर ती फटाहरू ती जोकरहरू जसले 1 रुपैयाँ तपाईको चाहिँ के रे हैन सहयोग गरेको छैन त्यसले दिन रात अहिले दे भोलि दिने कुरा छ र दिने कुरा छ र ती फटाहरूले कति तपाईको चाहिँ सहयोग गरे है तिनीहरूले जहिले भने तैले देखाइराख्ने कुरा हो र त्यो चीज होइन त्यसले गर्दाखेरि म भन्न चाहन्छु हैन तपाईहरु चाहिँ जे जति हुनुहुन्छ अब यो चाहिँ के भनिराख्ने मान्छेहरु सबैजनालाई म अनुरोध गर्न चाहन्छु जे पाते नबोल्नुस् हैन तपाईले कति कन्ट्रिब्युसन